जस्तै अहिले सचिन परियार भाइ त हुनुहुन्न, यो टपिकलाई मैले त्यहाँ पनि जोड्न चाहेँ। उहाँलाई पनि त मिडियाले यसरी ल्याएर लास्टमा उहाँको हालत अनि एकदम त्यही त तपाईँले देख्नुभयो सचिन परियारलाई नचिन्ने मान्छे अहिले नेपालमा को हुनुहुन्छ र होइन। एउटा राम्रो बच्चा थियो, अब उसले उसको गाउने शैली सबैलाई कति रमाइलो दिन्थ्यो, हँसाउँथ्यो होइन। जे होस् उहाँ पनि एउटा सामाजिक सञ्जालबाटै आउनुभएको हो होइन। बिचमा सबैले चिन्नुभयो, सबै यत्रो मान्छे कमाउनु भयो, तर आफ्नो शरीर चाहिँ बचाउन सकेन नि त। त्यही पनि यो मिडियाकै दुरुपयोग यो पनि। अब एक त परिवारको पनि अलिकति अब त्यस्तै अब भित्री कुरा त हामीलाई पनि थाहा छैन। हामीले जति सुने अनुसार हाम्रो बुझाइअनुसार चाहिँ अलिकति परिवारको पनि केयर नभएको र मिडियाले पनि 2-4 दिन चाहिँ बेसरी नै उचालेर आवश्यकता अनुसार युज गरे क्या सर सबैले। त्यो सानो बच्चालाई होइन, त्यो जस्तो मिडिया क्षेत्रमा यो लाइनमा साङ्गीतिक क्षेत्रमा ल्याएर आफ्नो आवश्यकता हिसाबले चाहिँ युज गरे त्यो सानो बच्चालाई। त्यो युज गर्न पनि कस्तो छ भने आफूले ह्यान्डलिङ गर्ने मान्छे चाहिँ के अरे ठ्याक्क ठाउँ नभएर पनि हो कि उसलाई कन्ट्रोल गर्ने, कहाँ जाने कहाँ नजाने होइन, कहाँ पठाउने कहाँ नपठाउने, उहाँलाई चाहिँ अलिक गाइड गर्ने मान्छे भएको भए चाहिँ अलिक हुन्थ्यो पनि होला।